नमस्कार, टुडे न्यूजमा स्वागत छ। म एन्जल। सुरु गरौं बुद्ध एयरको विमान दुर्घटना हुनुबाट जोगिएको प्रसंगबाट। जनकपुर धामबाट उडान भर्न लागेको बुद्ध एयरको विमान दुर्घटना हुनबाट जोगिएको छ। सोमबार साँझ 5:20 को बुद्ध एयरको 508 नम्बरको विमान दुर्घटना हुनबाट जोगिएको छ। निर्धारित समयमा 15 मिनट ढिलो गरी जनकपुर धामबाट काठमाडौँको लागि उडान भर्न लाग्दा विमानको इन्जिनमा धुवाँ आएको थियो। धुवाँ र गन्ध आएको देखेपछि तत्काल उडानलाई रनवेबाट स्थगित गरी पार्किङमा फर्काइएको थियो। नागरिक उडान कार्यालय जनकपुर धामका प्रमुख भीम दत्त पन्तका अनुसार विमानको एसी सिस्टमबाट गन्ध आएपछि प्राविधिकहरूले तत्काल उडान स्थगित गर्नुपर्ने बताएपछि उडान स्थगित गरिएको छ। यो विमानका 53 जना यात्रुहरूलाई अर्को प्लेनमा काठमाडौँ पठाइएको छ भने सामान्य अवस्थामा आएपछि मात्रै विमान उडान गरिने बताए। यस प्रकारको खराबी आउनु सामान्य कुरो रहेको बताउँदै उनले यसको कारणले भयभीत हुनुपर्ने आवश्यकता नरहेको उनले प्रश्न पारे। समयमै चेक जाँचमै समस्या फेला परेकोले सम्भावित दुर्घटनाबाट विमान जोगिएको बताइएको छ। सरकारको व्यवस्था र राजनीतिक खिचातानीले राजर्षि जनक विश्वविद्यालयलाई स्थापना कालको छोटो समयमै आफ्नो अस्तित्व जोगाउन मुस्किल परिरहेको छ। समयमा पदाधिकारी, कर्मचारी र आवश्यक भौतिक संरचना पाउन नसक्दा 6 वर्ष अघि स्थापना भएको छोटो समयमै यो विश्वविद्यालय धरायसी बन्दै गएको छ। विश्वविद्यालय स्थापना भएपछि संस्थापक उपकुलपतिको जिम्मेवारी पाएका प्राध्यापक भरत झाको कार्यकाल सकिएपछि सरकारले विश्वविद्यालयलाई अर्को उपकुलपति दिन सकेको छैन। 2078 पुस 27 मा संस्थापक उपकुलपति झाको सेवा अवधि सकिएको थियो। त्यसको करिब 3 महिनासम्म विश्वविद्यालय उपकुलपति विहीन भएको थियो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको कुलपतिको हैसियतले 2078 चैत 25 मा शिक्षा, समाज तथा कानून संकायका डिन प्राध्यापक डाक्टर शैलेन्द्र नारायण मलिकलाई उपकुलपतिको अतिरिक्त जिम्मेवारी तोकिएको थियो। सोही मितिमा व्यवस्थापन संकायका डिन जुगेश्वर शाहलाई रजिस्ट्रारको जिम्मेवारी दिएको थियो। उपकुलपतिको अतिरिक्त जिम्मेवारी समेत प्राप्त गरेका मलिकले उमेर हदका कारण 2079 वैशाख 1 मा अनिवार्य अवकाश पाएका थिए। तर उनले 2079 फागुन 15 सम्म उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए। रजिस्ट्रारको जिम्मेवारी पाएका शाहको सेवा अवधि 2079 भदौ 13 मा सकिए पनि 15 फागुनसम्म उक्त पदमा रहेर काम गरेका थिए। अनिवार्य अवकाश पाउँदा पनि पद नछाडेपछि सोही विश्वविद्यालयका परीक्षा नियन्त्रक डाक्टर बलराम झाले उनीहरू विरुद्ध सर्वोच्च अदालतमा उजुरी दिएका थिए। उक्त उजुरी पश्चात 2079 फागुन 15 मा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर उनीहरूलाई विश्वविद्यालयबाट हटाइएको थियो। उपकुलपतिको जिम्मेवारीमा रहेका मलिकको उमेर हदका कारण 2079 वैशाख 1 मा अवकाश पाए पनि 15 फागुनसम्म उक्त जिम्मेवारीमै रहेर काम गरे। रजिस्ट्रारको जिम्मेवारी पाएका शाह सेवा अवधि सकिएको करिब 5 महिनासम्म पनि उक्त जिम्मेवारीमै थिए, जसलाई सर्वोच्चले कानून विपरीत भएको भन्दै हटाइएको छ। विश्वविद्यालय पदाधिकारी विहीन हुँदा विगत 4 महिनादेखि शिक्षक कर्मचारीले तलब पाउन नसकेको शिक्षक रविराज शाहले जानकारी दिए। उनका अनुसार विश्वविद्यालयमा शिक्षातर्फ उपप्राध्यापक 26 जना, अधिकृत स्तरका 7 जना र सहायक प्रथम स्तरका 8 जना र श्रेणी विहीन 6 जना गरी जम्मा 47 जनाको दरबन्दी भए पनि अहिले दरबन्दी बमोजिमका शिक्षक कर्मचारी छैनन्। केही अवकाश पाएर गए भने केही विश्वविद्यालयको दयनीय अवस्था देखेर वैकल्पिक बाटो रोजेको शिक्षक शाहले बताए। अहिले स्थायी प्राध्यापक 3-4 जना र सोही संख्या कर्मचारी र 35 जना कोर्स करार शिक्षक कार्यरत रहेको उनले जानकारी दिए। विश्वविद्यालयको एउटा मात्र अङ्गिक क्याम्पस छ, त्यो पनि प्रमुख विहीन रहेको छ। गत जेठ 8 मा क्याम्पस प्रमुख विनोद कुमार कर्णको 2 वर्षे सेवा अवधि सकिएपछि क्याम्पस प्रमुख विहीन बनेको छ। कर्णले वैशाखमै प्रमुखको पदबाट राजीनामा दिए पनि उपकुलपति नभएका कारण उनको राजीनामा स्वीकृति हुन सकेको थिएन। तर गत जेठमा उनले पनि अवकाश लिएपछि अहिले विश्वविद्यालय लथालिङ्ग र भत्ताभुङ्ग स्थितिमा पुगेको छ। विश्वविद्यालयमा उपकुलपति, डिन र क्याम्पस प्रमुख विहीन भएपछि सबै काम ठप्प बनेका छन्। क्याम्पस प्रमुख र डिनलाई
उपकुलपतिले नियुक्ति गर्ने कानून व्यवस्था रहेका कारण पहिला उपकुलपतिको नियुक्त नभई विश्वविद्यालयको अन्य काम अघि बढ्ने बताइन्छ। विद्यालयमा करिब 500 विद्यार्थी रहेका छन्। विद्यार्थी थोरै भए पनि नतिजा प्रकाशनमा ढिलाइ भइरहेको बताइएको छ। विश्वविद्यालयको सेवा आयोग पनि लामो समयदेखि खाली छ। आयोगका अध्यक्ष र सदस्यको 2078 माघ 11 मा 4 वर्षे सेवा अवधि सकिएपछि हालसम्म उक्त पदमा नियुक्ति भएको छैन। विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सरकारले 2 पटक दस्तखत आह्वान गरे पनि हालसम्म नियुक्ति भन्ने गर्न सकेको छैन। पहिलो पटक गत वर्षको भदौ अन्तिम साता दस्तखत आह्वान गरेको शिक्षा मन्त्रालयले पुनः दोस्रो पटक 2080 वैशाख 4 मा दस्तखत आह्वान गरेको छ। पहिलो पटकको दस्तखत आह्वानमा आवेदन परेर पनि सर्टलिस्टमा 7 जनाको नाम परेको थियो। त्यसलाई व्यवस्था गर्दै सरकारले पुनः उपकुलपतिको लागि दस्तखत आह्वान गरे पनि अहिले अन्य प्रक्रिया भने अघि बढेको छैन। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले उपकुलपति नियुक्ति भएपछि मात्र थाहा हुने बताए। सरकार परिवर्तन भएपछि प्रक्रियामा रहेका सबै कुरा पुनः सुरु हुने भएका कारण 2 पटक दस्तखत आह्वान गर्नु परेको उनको भनाइ छ। शिक्षा समाज तथा कानून संकायका डिन प्राध्यापक डाक्टर शैलेन्द्र नारायण मल्लिकले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि उक्त संकाय डिन विहीन बनेको छ। त्यसैगरी व्यवस्थापन संकायका डिन शाहको 4 वर्षे सेवा अवधि 2079 भदौ 13 मा सकिएको थियो। त्यस्तै विज्ञान तथा प्रविधि संकायका डिन श्याम किशोर महतोको पनि सेवा अवधि भदौ 13 मै सकिएको थियो। यसरी 3 वटै संकाय डिन विहीन बनेका छन्। जनकपुर धामको गंगासागरको ढिलमा रहेको डिप बोर्डिङबाट पानी आउन छाडेको छ। 24 घण्टा सफा पानी बग्ने सो बोर्डिङमा पानी आउन छाडेपछि स्थानीयवासी प्रभावित भएका छन्। पिउने सफा पानीको लागि सो क्षेत्रका व्यापारी व्यवसायी एवं बटुवा र पर्यटक मात्र होइन, दर्जनौं स्थानीयवासीहरूको पनि मुख्य पानीको स्रोतको रूपमा रहेको सो बोर्डिङबाट एक साता यतादेखि पानी आउन छाडेको स्थानीय कपडा व्यवसायी राजु शाहले बताए। करिब 10 वर्ष अघिसम्म थुप्रै पानी फाल्ने सो बोर्डिङ अचानक बन्द भएको थियो भने 2072 साल वैशाखमा गएको ठूलो भूकम्पपछि सो आफै चल्न थालेको थियो। करिब 600 फिट मुनि रहेको सो बोर्डिङबाट पानी आउन बन्द हुनुले ठूलो प्राकृतिक संकटको सम्भावनालाई संकेत गरेकोले प्रकृति संरक्षणमा जोड दिनु अहिलेको आवश्यकता रहेको प्रदेश सांसद रामशेष यादवले बताए। सौन्दर्यकरणको नाउँमा पोखरीको चारैतर्फ कंक्रिटको पर्खाल लगाउनु कदापि उचित नरहेको बताउँदै उनले पोखरीको चारैतर्फ वृक्ष रोपणमा जोड दिनुपर्ने बताए। मध्य प्रदेशको प्रमुख सरोज कुमार यादवलाई राजीनामा बुझाउन मुख्यमन्त्रीको निवास पुगेकी उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव गेटबाट नै फर्केकी छिन्। पार्टीको संसदीय दलको निर्णय अनुसार सोमबार 5:30 बजे राजीनामा पत्र बुझाउन मुख्यमन्त्री यादवको निवासमा पुगेर मन्त्री यादव रित्तै हात फर्केकी छिन्। गत जेठ 9 गते नै नेकपा माओवादी केन्द्रको प्रदेशका संसदीय दलले सरकार छोड्ने निर्णय गरेको थियो। दलले निर्णय गरे पनि मन्त्रीहरूले राजीनामा दिएका थिएनन्। सोमबार नै संसदीय दलका नेता भरत प्रसाद शाहले राजीनामा पत्र बुझाउन निर्देशन दिएपछि मन्त्री यादवले राजीनामा पत्र लिएर मुख्यमन्त्री निवास पुगेकी थिइन्। तर मुख्यमन्त्री यादव गृह जिल्ला बारामा रहेको र सोमबार आउन नसक्ने भनेपछि उनी निवास फर्केकी थिइन्। दलका नेता शाहले पनि मुख्यमन्त्री यादव जनकपुर बाहिर रहेकोले मंगलबार बिहान आफ्ना मन्त्रीले राजीनामा पत्र बुझाउने बताए। प्रदेश सरकारमा माओवादी केन्द्रबाट उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव र राज्य मन्त्री रहबर अनिसारी रहेका छन्। सहमति अनुसार मुख्यमन्त्रीले थप एक मन्त्रालय नदिएपछि माओवादी केन्द्र सरकार छोड्न लागेको छ। महतौरीको महतौरी गाउँपालिकाका 2 बजार स्थित एनएमबी बैंक लुटिएको 2 साता बितिसकेको छ, तर लुटेर अझै प्रहरीको पहुँच बाहिर रहेका छन्। यही जेठ 16 गते दिन दहाडे हतियार सहित 4 जनाले बैंक लुटेका थिए। लुटेराहरू अझै पक्राउ नपर्दा नागरिक निराश हुनका साथै जिल्लाको सुरक्षामा प्रश्न खडा भएको छ। महतौरीका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले सो विषयको अनुसन्धान अन्तिम चरणमा रहेको बताए। उनका अनुसार लुटेराहरूको विषयमा प्रमाण फेला परिसकेको छ। उनीहरूको
उनीहरूको पहिचान पनि भइसकेको छ। एक साताभित्र लुटेर सार्वजनिक गर्ने उनको दाबी थियो, तर हालसम्म यस विषयमा कुनै पनि व्यक्ति पक्राउ परेका छैनन्। हामी अनुसन्धानको नजिकैमा छौँ। लुटेराहरू मुखमा मास्क लगाएको कारण पत्ता लगाउन केही ढिलाइ भएको छ, उनले भने। हामी चाँडै उनीहरूलाई सार्वजनिक गर्छौँ। अब पहिचान भइसकेको छ। मानवीय, प्राविधिक र व्यवहारिक तरिकाबाट अनुसन्धान भइरहेको उनले बताए। बैंकबाट 15,01,493 रुपियाँ मात्रै लुटिएको उनले बताए। लुटेराहरू मास्क लगाएर गत जेठ 16 गते मध्याह्न 12:25 हतियार सहित 4 जना बैंक प्रवेश गरेको सीसीटीभी फुटेजमा देखिन्छ। उनीहरू सबैको मुखमा मास्क र हातमा हतियार राखेका थिए। उनीहरूले सुरुमा काउन्टर बाहिरबाट एक कर्मचारीलाई पिस्तोल देखाएका थिए। त्यसपछि ग्राहकलाई एक ठाउँमा उभाएर उनीहरू काउन्टरभित्र प्रवेश गरेको थियो। लुटेराहरू एक ग्राहकको कपडा लिई भित्र गई पैसा सङ्कलन गरेका थिए। केही बेरमा त्यही कपडामा पैसा पोको पारेर ल्याएका थिए। हस् त, टुडे न्युजमा अहिलेको लागि यति नै। फेरि अर्को न्युज लिएर पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे जनकपुर। नमस्कार।